नमस्कार दर्शकबिन, तपाई अहिले हेर्दै हुनुहुन्छ 8848 अनलाइन अपडेट्स। आज हामी ल्याएका छौं अन्नपूर्णमा पर्यटक उद्धारदेखि लिएर देशभर भारी वर्षा, हिमपात र सडक अवरुद्धसम्मका महत्त्वपूर्ण अपडेटहरू। पूरा भिडियो अन्तिमसम्म हेर्नुहोस्। अन्नपूर्ण बेस क्याम्पबाट 162 पर्यटकको उद्धार। म्याग्दी जिल्लाको अन्नपूर्ण आधार शिविरमा परेका पर्यटकहरूलाई सशस्त्र प्रहरीले सुरक्षित उद्धार गरेको छ। सशस्त्र प्रहरीको उद्धार टोलीले 3 दिनको लगातार प्रयासपछि 162 जना आन्तरिक र विदेशी पर्यटकहरूलाई सकुशल उद्धार गरेको हो। सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार कार्तिक 11 गतेदेखि उद्धार टोली खटिएको थियो। बिहीबार बिहानसम्म 17 जना विदेशी नागरिक सहित सबैलाई सुरक्षित स्थानमा पुर्याइएको छ। अहिले अन्नपूर्ण बेस क्याम्पमा कुनै पनि पर्यटक नरहेको बताइएको छ। डीएसपी थापाले भने हिउँ पहिरो आइरहेकाले सबैलाई सुरक्षित स्थानमा सारिएको छ। केहीमा श्वास प्रश्वास समस्या देखिए पनि ठूलो समस्या छैन। पर्यटकहरूलाई गुफा फाँट र सादी खर्क क्षेत्रमा ल्याइएको छ, जहाँ अहिले मौसम केही सामान्य बनेको बताइएको छ। देशभर वर्षा, हिमपात र पहिरोको उच्च सम्भावना, सतर्क रहन आग्रह। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण NDRRMA ले देशका 40 भन्दा बढी जिल्लामा भारी वर्षा, हिमपात र पहिरोको सम्भावना रहेको चेतावनी जारी गरेको छ। प्राधिकरणका अनुसार कार्तिक 13 र 14 गते कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रहरूमा भारी वर्षा र हिमपातको प्रभाव देखिन सक्ने अनुमान गरिएको छ। यस अवधिमा विशेष सतर्क रहनुपर्ने जिल्ला हुन् कोशी प्रदेशका झापा, मोरङ, इलाम, धनकुटा, शोङ्खसभा र बागमती प्रदेशका काठमाडौँ, ललितपुर, रसुवा, सिन्धुपाल्चोक, गण्डकी प्रदेशका गोर्खा, मुस्ताङ, मनाङ र लुम्बिनी प्रदेशका रूपन्देही, कपिलवस्तु, दाङ र नवलपरासी। प्राधिकरणले नदी किनार र जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान स्थानीय प्रशासनलाई सहयोग गर्न र सतर्क रहन आग्रह गरेको छ। बेमौसमी वर्षाले दाउन्ने खण्डमा सडक अवरुद्ध। यसैबीच बेमौसमी वर्षाले पूर्व पश्चिम राजमार्ग अन्तर्गतको नारायणगढ बुटोल सडक खण्डको दाउन्ने भागमा आगमन अवरुद्ध भएको छ। नवलपुर जिल्लाको विनय त्रिवेणी गाउँपालिका 2 स्थित विश्वकर्मा मन्दिर र घिउखोला आसपासको बाटो हिलो र चिप्लो बनेपछि सवारी साधनहरू पश्चिमतर्फ जान नसकेको प्रहरी सूचना अधिकारी मधु नेपालले जानकारी दिएका छन्। हाल उक्त क्षेत्रमा मालबाग सवारी साधन उकालो चढ्न नसकेका कारण जाम हुन नदिन प्रहरी टोली खटाइएको छ। यातायात प्रभावित हुँदा यात्रुहरू अलपत्र परेको खबर पनि आएको छ। दर्शकबिन, अहिले देशभर वर्षा र हिमपातको जोखिम बढ्दो छ। यदि तपाईँ पहाडी वा यात्रा गर्ने क्षेत्रमा हुनुहुन्छ भने कृपया सतर्क रहनुहोस्। सुरक्षित स्थानमा बस्नुहोस् र आधिकारिक सूचनालाई मात्र विश्वास गर्नुहोस्। यसरी नै देशका महत्त्वपूर्ण अपडेटहरूका लागि 8848 अनलाइन अपडेट्सलाई लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। अर्को भिडियोमा फेरि भेटौँला। नमस्कार।